झापाको पहाडको बीचमा काली नाम गरेको एउटा गाउँ थियो। सानो अनि अस्वाभाविक रूपमा शान्त। त्यो शान्त जस्तो थिएन। त्यो त कुनै ठुलो घटना हुनु अगाडि आउने सन्नाटा जस्तो थियो। रात धेरै गहिरिसकेको थियो। आकाशमा बादल यति बाक्लो थिए चन्द्रमा पनि डराएर लुकेको जस्तो देखिन्थ्यो। हावाको झोक्कासँगै पुरानो चर्चको घन्टीले पनि कसैको मृत्यु गन्ध झैँ मन्द मन्द बजिरहेको थियो। 14 वर्षको नरेश, तुप्लो शरीर, आँखामुनि गहिरो कालो घेरा र अनुहारमा आफ्नो उमेरभन्दा धेरै ठुलो डर। आफ्नो पाइलाबाट आउने आवाज पनि रातिमा उसलाई अरूको जस्तो लाग्थ्यो। चारैतिर सुनसान बाटो थियो। त्यतिकैमा कुनै भारी चिज ढुङ्गामा घर्सिँदै आएको आवाज सुनियो। नरेशको पाइला एक्कासी रोकिए। उसले आफ्नो कानको नजिक आएर कसैले सास फेरेको जस्तो सुनियो। यस्तो लाग्यो कसैले उसको घाँटीमै मुख ल्याएर सास फेरेको जस्तो। नरेश बिस्तारै पछाडि फर्कियो, तर त्यहाँ कोही थिएन। केवल त्यो रातको डरलाग्दो अनुभव मात्र। एक्कासी आकाशमा बिजुलीको चट्याङ्ग गर्जियो। बिजुलीको त्यो सेतो प्रकाशको उज्यालोमा उसले देख्यो सडकमा एउटा आकृति उभिएको, मान्छे जस्तो तर मान्छे होइन। सडेको मासुको टुक्राबाट बनेको र ठाउँ ठाउँमा फाटेका छालाहरू र उत्रिएका शरीरहरू र शरीरभरि तामाका तार निस्किएका।